टक्क गएको छैन हामी चाहिँ अहिले चाहिँ टिकटकमा चाहिँ यस्तो बबाल छ नि गएको छैन हेर्नुहोस् यो हो भनिदिनु होला है गाइस नेपालको राष्ट्रिय जुगाले कुन खान्छ स्वागतम मेरो न्यू ब्लगमा हजुरहरूलाई चक्क लगाएर स्वागत छ होइन म चाहिँ आज चाहिँ एक्लै म जङ्गलको बाटो हुँदै म भिडियो बनाउँदैछु गाइस यस्तो भिडियोमा यसलाई चाहिँ टक्क यो बनाएर चाहिँ मैले होइन टक्क यसलाई सुटिङ गर्नलाई यस्तरी छ भिडियो बनाउनलाई टिकटक बनाउनलाई चाहिँ प्रयोग गर्दैछु होइन यसो गाइस चाहिँ के कस्तो लाग्छ अहिले लास्टसम्म हेरिदिनु होला गाइस आज चाहिँ म ट्राई गर्दैछु कतिसम्म बन्ने छ अनि आज म यहीले बनाउँदैछु भिडियो चाहिँ टक्क यस्तो गरेर पकर्छु होइन गाइस अनि यसले अनि यी टक्क माथि होइन अनि मेरो चाहिँ फुल बडी देखिने छ माथिबाट है सो गाइस मेरो चाहिँ फुल बडी देखिने छ माथिबाट अनि जुगाभरि कुनै खाने जनावर कुनै हो भन्दाखेरि यो हो भनिदिनु होला है गाइस नेपालको राष्ट्रिय जुगाले खुन खान्छ गाइस मान्छेको हेर्न सक्नुहुन्छ अनि अहिले चाहिँ हाफ बडी देखिरहेछ होइन गाइस अहिले चाहिँ हाफ बडी देखिरहेछ म चाहिँ यसले चाहिँ पुरा फुल बडी देखाउने छु कोसिस गर्नेछु राम्रै बनाउँछु भिडियो भनेर होइन टक्क गाइस होइन मैले चाहिँ क्यामेरा राखिसकेँ होइन के दामी देखिरहेछ कि नै अब त्यो चाहिँ थाहा भएन मैले क्यामेरा चाहिँ राखिसकेँ सो गाइस अब म क्यामेरा डाउन थियो अब चाहिँ म माथि उठाउने कोसिस गर्छु गाइस होइन के कस्तो हुन्छ अब लास्टसम्म हेरिदिन्छु नभन्नुलाई मैले 3-4 पटक भनिसकेँ होइन गाइस नहेरिदिनु होला यो कुरा चाहिँ गोप्य राख्नु होला है गाइस होइन टक्क गाइस चाहिँ पारा होइन म चाहिँ मस्टलाई होइन भिडियो अब यस्तरी बनाउँदैछु सो गाइस हेरिदिनु होला अलिअलि भने थोडा भाउदो भने है अहिले चाहिँ म बाटोतिर लागिसकेँ यस्तरी घाँस पनि देखिनेछ नि माथिको तर नराम्रो नलिनु होला सो गाइस चाहिँ होइन अब म चाहिँ थोडा म यस्तो जग्गाको बाटो हिँड्दैछु यस्तो अनि कस्तो हुन्छ ढुङ्गामा गएर म राम्रो भिडियो देखाउन कोसिस गर्नेछु तर यहाँ चाहिँ गाइस होइन जुगा के लास्ट लगाइरहेको तिमुर लगाइरहेको छु खुट्टामा तिमीलाई जुगा लगाइरहेको तिमुर लगाइरहेको छु खुट्टामा तिमी लगाइरहेछ नि त यार गाइस होइन अनि म टक्क गएर यस्तरी यहाँ आएर टक्क यहाँबाट यहाँ गएर सेल्फी गाइस पारा सो गाइस देख्न सक्नुहुन्छ म चाहिँ यस्तरी आइसकेको छु होइन हेर्न सक्नुहुन्छ मेरो फेस देखिएको छ कि नै त्यो त थाहा छैन मलाई अब देखिएको छैन भने पनि मैले अर्को बनाउने कोसिस गर्नेछु अहिले चाहिँ यति नै छु गाइस म ट्राई गर्दैछु आज टिकटक चाहिँ बनाएको थिएँ म यो भिडियोमा होइन टिकटक बनाएको थिएँ है गाइस टिकटक चाहिँ बनाएको थिएँ छेत्री काजी छ मेरो टिकटक आइडी चाहिँ छेत्री काजी छ मेरो टिकटक आइडी चाहिँ म चाहिँ अहिले चाहिँ भिडियो बनाउनलाई कोसिस गरिरहेको छु कसले यो रुख काटेको रहेछ अनि म चाहिँ यो रुख भिर्दा छु अनि यो रुख चाहिँ यता देख्न सक्नुहुन्छ यो रुख चाहिँ यता छ सो टक्क गाइस होइन म चाहिँ रुखबाट त्यो थियो नि गएको थियो यो मुरामा म बसेको थिएँ अनि त्यो मुराबाट म झरेर तल आइसकेको छ त बब्बाल ठिकै आएको रहेछ तर मोबाइल चाहिँ हल्का हल्लेको रहेछ म त्यो चाहिँ खासै अब मतलब राख्ने कुरा होइन अब के लाग्छ अब लास्ट हेर्दैन राम्रो भन्नुलाई यो चाहिँ बान्या भनेर चाहिँ यहाँ चाहिँ बान्या भनेर चाहिँ हल्का हल्लिरहेको रहेछ के छैन सो गाई चाहिँ म क्यामेरा फेरि उठाउँछु अनि हिँड्नेछु अहिले चाहिँ हिँडेको मा टक्क गाई छैन हामी चाहिँ अहिले चाहिँ यो काठहरू म चाहिँ अनि टक्क यो मेरो नयाँ भिडियो बनाउने काठहरू म चाहिँ होइन टक्क म तपाईँहरूलाई हल्का सानो मिठो भ्यू देखाउने कोसिस गर्दैछु सो गाई चाहिँ हेर्न सक्नुहुन्छ उता पारीको भ्यू अझ गाउँघरको यो चाहिँ खासीपन भन्छन् त्यो धारालाई चाहिँ अनि म त्यो गाउँको भ्यू देखाउने छु अनि हाम्रो आन्टी बहिनी दाई दाई चाहिँ है भाउजूहरू चाहिँ तल गोठा लाउनु भएको छ तलतिर म चाहिँ माथि छु तर यहाँबाट देखिन्छ रुखले छिलाएको छ तर त्यो डाँडाको भ्यू चाहिँ म बबाल देखाउँछु त्यो हुलिरी भन्ने ठाउँमा देखायो भने चाहिँ बबाल देखिन्थ्यो होला तर त्यहाँ चाहिँ अलि हल्का धुइरोले चाहिँ च्याप्पो पारेर रोकेको छ देखाएको छैन किन देखिएको छैन अहिले चाहिँ म तपाईँलाई चाहिँ त्यहाँको भ्यू चाहिँ देखाउँछु है गाइस
यस्तो बबाल छ नि गाइस होइन हेर्नुहोस् यो रुखलाई पनि छेलिदियो क्या स्टप हानिदियो गाइस यस्तो बबाल भ्यू देखिरहनु भएको